धेरै कुरा त मैले जनसभामा पनि अहिले भर्खरै यहाँ भएको सर्वपक्षीय संवाद कार्यक्रममा पनि राखि नै सकेको छु। तपाईहरुले अब यो दैलेख जिल्लाको लाइफलाइनको रूपमा नाक्चे लाग्नसम्म जाने बाटोको कुरा गर्नुभयो, अलि बढी जोड दिएर। त्यसमा हाम्रो ध्यान छ। म पहिला मुगु जाँदा पनि त्यो बाटोको बारेमा धेरै चर्चा परिचर्चा भएको र त्यसलाई अगाडि बढाउनको निम्ति सरकारको तर्फबाट पहल पनि भएको कुरा हो। तर त्यो भन्या जस्तो गरी अगाडि बढेको छैन, त्यो बढ्नै पर्छ। त्यसमा हाम्रो ध्यान छ भनेर भन्न चाहन्छु। अन्य दैलेख जिल्लाको समग्र विकासको दृष्टिकोणले मैले अघि पनि भने, चाहे त्यो पेट्रोलियम उत्खनन अथवा अन्वेषणको कुरा होस्, त्यहाँ हाम्रो ध्यान छ। मैले भनि नै सकेँ। यहाँबाट फर्केर गएपछि त्यसको के भएको रहेछ भन्ने कुरा चिनिया पक्षसँग कुरा गर्ने र छिटो त्यसको चाहिँ वास्तविकता पत्ता लगाएर अगाडि बढ्ने चाहिँ हाम्रो ध्यान छँदैछ। कोटगढीको कुरा गर्नुभयो। बिहान हामी गयौँ पनि, त्यहाँ एउटा सङ्ग्रहालय बन्नुपर्छ, त्यसको व्यवस्थित बारे त्यहाँ मेयरले हामीलाई त्यही नै स्वागत गर्नुभएको थियो। नारायणी नगरपालिकाको मेयरले संक्षिप्त कुराकानी पनि भयो। यसलाई चाहिँ यो सदरमुकामको एउटा महत्त्वपूर्ण पर्यटकीय ऐतिहासिक स्थल हुन सक्छ भन्ने बारेमा कुरा भएको छ। मेरो ध्यान छ र हाम्रो तर्फबाट चाहिँ गर्न सक्ने सहयोग हुन्छ नै। अर्को पत्रकार महासङ्घ हुन् त, यहाँ त भन्नु भएन। महासङ्घको अध्यक्ष कता जानुभयो? अध्यक्षजीले अघि चाहिँ मलाई यहीँ आउन भनेर भन्नुभयो। त्यसको लागि पनि तपाईँ पत्रकार साथीहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। अब र लास्टमा चाहिँ फेरि अलि चाहिँ प्रतीकात्मक ढङ्गले उहाँले कुरा सोध्नुभयो। मैले आजभन्दा धेरै वर्ष अगाडि नै सार्वजनिक रूपले भनेको थिएँ, मैले बेला बेलामा बेलुका थोरै ड्रिङ्क गर्छु भनेर मैले पब्लिकली नै भनेको कुरा हो। यो लुकेर छिपेर भएको कुरा होइन। तर मैले त्यसो गरेर पार्टीलाई समाजलाई अप्ठ्यारो पार्ने कहिले पनि केही नै गरेको पनि छैन, गर्दिन पनि। त्यो एउटा विशुद्ध चाहिँ एउटा व्यक्तिगत चाहिँ कामको रूपमा लिएको छु। अस्तिको बारे पनि तपाईँले यहाँ भन्दिन पर्यो दैलेखबाट भनेर भन्नुभयो। जसरी बाहिर प्रचार भयो त्यस्तो केही पनि थिएन, केही पनि होइन। र मैले एक दिन पनि काम रोक्न परेको पनि होइन, रोकेको पनि छैन। र फेरि मैले ड्रिङ्क गरेको हुनाले भएको हो कि भन्ने पार्न खोजियो सोसियल मिडियामा, त्यो पनि होइन। किनभने थोरै ड्रिङ्क गरे पनि म सुतेर उठेर 3 घन्टा सुतेर अनि उठेपछि बाथरुममा चाहिँ जाँदा चाहिँ म्याट